उपस्थित भइदिनु भएको यहाँहरू सम्पूर्णप्रति हामी निकै नै आभारी छौँ। Thank you so much everyone for being here today. यस औपचारिक कार्यक्रमलाई निरन्तरता दिन अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन हाम्रो CEO and founder of Aloe Herbal गोपाल काफ्लेज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गरौँ। स्पेशल गेस्टहरूलाई चाहिँ हामी प्रोडक्ट लन्चको लागि अगाडि आइदिनु हुन आग्रह गर्दछु। Are you ready? ओके, प्रत्यक्ष रूपमा उपस्थित हुनुभएको हाम्रो सम्पूर्ण गेस्ट साथसाथै अप्रत्यक्ष रूपमा हामीसँग हुनुभएको टिकटक लाइभको गेस्टहरू सबैजनालाई यो इभेन्टमा धेरै धेरै स्वागत छ। हजुरको लागि सरप्राइजेसहरू टिकटकको स्क्रिन भिडियो हेर्न सक्नुहुन्छ है। Okay, we are moving towards the great grand lunch. Okay. Three, two, are you excited? Yeah. One. Okay. Wait, other excited now. Better call me right. Okay. We have first lunch sunscreen. Yeah. Yes, correct. It's sunscreen. Sunscreen, not sunscreens, because duita sunscreen launch गरेका छौं हामीले. Okay, this one is mineral tinted sunscreen जो सबैजनाले टेस्ट गरिसक्नु भएको थियो र यो blue light protection broad spectrum ओके, हाम्रो अतिथिहरूलाई पनि महत्त्वपूर्ण शब्दहरू राखिदिनु हुन म आग्रह गर्दछु है। 3, 2, 1 go! हाम्रो टिकटक लाइभ भ्युअर्सको लागि पनि है, टिकटक भ्युअर्सको लागि हामीले कोरियन टेक्नोलोजी, कोरियन फर्मुलेसन र एउटै खालको अन्तर्राष्ट्रिय स्तरको सम्बन्धना, अन्तर्राष्ट्रिय स्तरको टेक्निक प्राविधिक टिम खडा गरेर एलो हर्बल भनेर अलिक सिनियर सुरु गरेको चाहिँ यो थर्ड एनिभर्सरी हो। होइन भने हाम्रो कम्पनी चाहिँ क्रिएटर चिफ निकिता म्याम जसले कन्टेन्ट मार्फत सारा विश्वलाई चिनाइरहनु भएको छ। त्यस्तै आकृति म्याम जसले कन्टेन्ट मार्फत सबैलाई चिनाइरहनु भएको छ, उहाँलाई म हार्दिक सम्मान गर्न चाहन्छु। त्यस्तै अप्सरा म्याम जसले कन्टेन्ट मार्फत सबैलाई एलो हर्बलको फेसहरू उहाँहरू हो, एलो हर्बल चिनाइरहनु भएको छ, उहाँलाई पनि सम्पूर्ण स्वीकृति म्याम अनि सिसारा म्याम लगायत एलो हर्बलका सम्पूर्ण टिमहरू कसैले कस्टमर केयर ह्यान्डल गरिरहनु भएको छ, कसैले प्रोडक्सन ह्यान्डल गरिरहनु भएको छ, कसैले हेडओन गरिरहनु भएको छ, उहाँहरू सम्मान गर्छु। र मैले छुट्याउनै नहुने नाम हाम्रो यो एलो हर्बलको कुराकानी गर्दै गर्दा यो हामीले चाहिँ अन्तर्राष्ट्रिय प्रविधि सिकेर जानेर कोरियामा लामो समयसम्म बसेर कोरियाका प्रविधि इभेन्ट लन्च गरेर ढाका टोपी लगाइन्छ सोचेको यो चाहिँ के हो सर? मायाका चाहिँ एलो हर्बलको तर्फबाट तपाईँहरूलाई पनि एसोसिएसन अलिकति
जानु मेरो पालो सक्यो Congratulations to all of you and thank you so much for being here today. उहाँहरूलाई वेलकम गरौँ ब्राकेटमा नानी छ है थ्याङ्क यू सो मच simply हाम्रो जुन प्रोडक्ट छ दुईटा मिनरल सनस्क्रिन तिनटेद्वारा र दुईटा प्रोडक्सनवाला जुन सनस्क्रिनहरू छ धेरै प्रोडक्ट्सहरू आज सबैहरू ट्राई गर्नुहोस् राम्रो लाग्यो भने युज गर्नुहोस् किनभने छोड्नु भएन अनि यहाँसम्म आइपुग्नु भएको छ आई रियली वान्ट टु विश यु अल द बेस्ट फर अपकमिङ फ्युचर हजुरहरूको यो बिजनेस जुन पनि छ होइन नट ओन्ली बिजनेस अझै फस्टाउँदै जाओस् अल द बेस्ट एन्ड या थ्याङ्क यू सो मच सपोर्ट हाम्रो आफ्नै नेपाली ब्रान्ड एलो हर्बल प्लिज थ्याङ्क यू सो मच थर्ड एनिभर्सरीमा यो सफलताको तेस्रो वर्ष हो र नेपाली प्रोडक्टले 3 इयर्ससम्म सस्टेन गर्नु भनेको कलर कस्मेटिकमा यो धेरै ठुलो माइलस्टोन हो धेरै कुरा त म भन्न चाहन्न किनभने सफलतामा आर्थिक हुँदैन दुःखमा मार्थिनु हुँदैन होइन हजुरहरू सम्पूर्णलाई थाहा भएकै कुरा हो मलाई मात्र थाहा नभएर हजुरहरूलाई थाहा भएकै कुरा हो कि हाम्रो एलो हर्बलबाट चाहिँ हाम्रो नेपाली प्रडक्ट हो भनेर सो स्टार्टिङ फेजदेखि यो टाइमसम्म चाहिँ हजुरहरूले यति धेरै सपोर्ट गर्दै आउनुभएको छ भने अब भोलिको समयमा पनि चाहिँ यस्तै नै हो भन्दा अझ पनि सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ थ्याङ्क यू जे गरेर हुन्छ जस्तो गरेर हुन्छ यो फेरि ब्याचमा चाहिँ कोही भर्नु पर्यो जो गर्न माग्न सक्नुहुन्छ यहाँ इसेवा टाढा यो गेममा उनीहरूलाई अब पनि हामी भगवानलाई चढाउँदाखेरि पनि कोही चाहिँ चढाउँथ्यौँ है कोही झरेको गाडी पनि पुछेर लक्ष्मीलाई भगवानलाई पनि चढाउँथ्यौँ अब अहिलेको टाइममा कोही पनि सुविधा हुँदैन झरेको पनि उठाउनु हुँदैन त्यसको खासै पनि छैन र अहिलेको टाइममा पनि लक्ष्मीमातालाई भगवानलाई चढाउँथ्यो कोही इम्पोर्टेन्स कसरी दिनुहुन्छ र कसरी त्यसको महत्त्व बुझ्नु भएको छ भनेर हामी हामीले भिडियो कलेक्ट गर्न थाल्यौँ गार्डन हुन लाग्छ 5 6 7 8 9 20 डॉक्टर भएन त डॉक्टर साहब अस्ति त अलिकति डाक्टर साहब These are the questions they brought us. Sports personality and why? Sports next question लिन चाहन्छु हैन साइडमा लाएर स्पोर्ट्स हैन नेक्स्ट What's your favorite TV show? Okay. मेरो favorite TV show चाहिँ म
पहिला चाहिँ के भेट्थेँ अझै के भेट्थेन पहिला हेर्थेँ पहिला चाहिँ म टिएलसी हेर्थेँ क्या टिएलसी च्यानल त्यहाँनिर चाहिँ लाइक केकहरूको बेकरीको लाइक कम्पिटिसन हुन्थ्यो क्या केकहरू बनाउने कम्पिटिसन त्यो चाहिँ एकदमै मन पर्थ्यो नि त्यो पनि reaction din na ti what skill do you think everyone should have? Communication skills. Oh my god. Sweet and simple. That's it.